वर्ल्ड कप फाइनलमा स्पेन भन्दा बढ्ता अर्जेन्टिना फेभरेट छ। मैले अस्ति भन्दाखेरि लट्स अफ मान्छेहरूले डाउट गरिरहेको थिएँ। मैले आफू स्टार्ट देखाउँछु अनि ट्याक्टिकल बोर्डमा अर्जेन्टिनाले कसरी अट्याक गर्छ र कसरी डोमिनेट गर्न सक्छ भने देखाउँछु त। सो यहाँनिर छ लाइक म्याचेस साथ साथ खेलेका छन्। गोल स्कोर स्पेनले 13 गोल हानेको छ भने अर्जेन्टिनाले 19 गोल हानेको छ अहिलेसम्म। र यस स्पेनले जम्मा 1 गोल मात्र खान्छ। डिफेन्सिभली राम्रो छ स्पेन भने अर्जेन्टिनाले 7 गोल खान्छ। अर्जेन्टिनाले गोल खान्छ, वी अल नो द्याट। तर एउटा इन्ट्रेस्टिङ कुरा के हो भने सर्ट्स अन टार्गेट पर गेम स्पेनको 6.0 छ भने अर्जेन्टिनाको 6.3 छ। बिग चान्स पर गेम 2.9 छ स्पेनको भने अर्जेन्टिनाको 3.1 छ भने। र पासिङ एक्युरेसीको कुरा गर्ने भने एक्युरेट पर गेम स्पेनको 89% छ, अर्जेन्टिनाको 90% छ। भन्नाले उस्तै छन्। सो यहाँको स्ट्याट्सले के भन्छ भने अर्जेन्टिनाको गोल हान्ने चान्स बढ्ता छ कम्पेयर टु स्पेन। सो अब हेर अर्जेन्टिनाले कसरी अट्याक गर्छ। वी अल नो स्पेनको सबैभन्दा खतरा मिडफिल्ड छ, टेक्निकल मिडफिल्ड। र अर्जेन्टिनालाई हराउनको लागि अर्जेन्टिना भन्दा बढ्ता टेक्निकलिटी चाहिन्छ मिडफिल्डमा र प्लस फिजिकलिटी चाहिन्छ। टेक्निकलिटी छ स्पेनसँग तर फिजिकलिटी छैन कम्पेयर टु अर्जेन्टिना। र नर्मली लाइनअप यस्तै हुन्छ, यही फर्मेसनमा हुन्छ, दुईटै टिम धेरै जस्तो। स्पेनले डिफेन्स गर्दाखेरि 4-4-2 मा डिफेन्ड गर्छ नर्मली। सो रोड्री यहाँबाट अलिकति तल यतातिर आइदिन्छ, फाबियन रुइज अलिक तल आउँछ, एलेक्स बाइना यतातिर आउँछ र लमिन तल झर्छ भने ओल्मो पनि अलिक यता आउँछ, ओयारजाबाल यस्तो हुन्छ। यसरी स्पेनको नर्मली डिफेन्ड गर्दाखेरि यस्तै हुन्छ 4-4-2 मा। र अर्जेन्टिनाको अट्याक कुरा गर्ने भने अर्जेन्टिनाले अट्याक गर्दा मेसी जब यहाँनिर हुन्छ उसले अट्याकमा हार्दा त्यति माथि चढ्दैन सुरुमा। मेसी नर्मली ड्रप गरेर यता तलतिर हुन्छ भने अल्भारेज वा लौतारो मार्टिनेज यता हुन्छ, एन्जो फर्नान्डेज माथि चढ्छ यसरी नर्मली भित्रतिर भने म्याकेलिस्टर यता आउँछ वा यता पनि गइदिन्छ कहिलेकाहीँ। सो म्याकेलिस्टर यता हुन्छ, पेरेदेस माथि चढ्छ भने डिपोल पनि यतातिर आइदिन्छ, टाग्लियाफीको माथि आउँछ मार्टिनेज, रोमेरो, मोलिना। नर्मली यस्तो हुन्छ। डिपोल हुन्छ यो माथिल्लो साइडमा भने एन्जो अलिकति माथि नै पनि चढ्छ कहिलेकाहीँ, अलिकति तल पनि आउँछ, ट्याग्लियाफीको योभन्दा माथि पनि चढ्छ कहिलेकाहीँ। अहिलेको लागि यहाँ राख्यौँ। सो मेसीले अब यहाँनिरबाट सुरुमै ऊ माथि जाँदैन, यहाँबाट मेसीले थ्रु बल निकाल्छ अल्भारेजलाई वा मार्टिनेजलाई र उनीहरूले कुद्छन्, दे रन्स फर मेसी लिटरली। र मेसीले यहाँबाट थ्रु बल फालिसकेपछि एन्जो अलिक झन् माथि चढ्छ। सो यस्तो हुन्छ र यहाँबाट गोल निकाल्ने चान्स बढ्ता हुन्छ। हुनु त रोड्रीले अल्भारेजलाई वा कुबार्सीले अल्भारेजलाई मार्क राम्रो गर्न सक्छ स्पेनको। तर पनि अर्जेन्टिनाको जुन मेन स्ट्रेन्थ हो फिजिकलिटी, उनीहरूले धेरै युज गर्यो भने यो झन् इफेक्टिभ हुन्छ मेरो ओपिनियनमा। र केही गरी फर इक्जाम्पल मानौ स्पेनले गोल हान्यो सुरुमा र डिफेन्ड गर्यो स्पेनले, अब अर्जेन्टिनालाई गोल निकाल्नु छ लास्ट मिनेटमा वा लास्टतिर भने अब यो ड्रप गरेको मेसीले राइट विङमा गइदिन्छ र ही विल बी मोर डेन्जरस लिटरली। र डिपल अलिकति तलतिर यसरी आइदिन्छ, एन्जो माथि चढ्छ, टाग्लियाफीको झन् माथि चढ्छ, म्याकेलिस्टर पुरै माथि, मार्टिनेज माथि, रोमेरो माथि, मोलिनिया माथि। अब के हुन्छ भने मेसीले यहाँबाट बल हल्का ड्रिबल गर्छ र भित्र आएर कि थ्रु बल गर्छ यहाँनिर एन्जोलाई सर्ट हुने गरी, वा यहाँनिरबाट क्रस जान्छ, यहाँ मार्टिनेजले वा एन्जोले वा म्याकेलिस्टरले हेडिङ हान्न जान्छन्। सो स्पेनको कुरा गर्ने स्पेनको ट्रान्जिसनमा त्यति धेरै खतरा पेस छैन। यस छ तर मोलिनिया वा रोमेरो वा टाग्लियाफीकोले रिकभर नै नगर्न सक्ने पेस पनि छैन स्पेनको। सो मेरो ओपिनियनमा अर्जेन्टिनाले जित्छ टु बी अनेस्ट स्पेनलाई। सो कमेन्ट योर ओपिनियन रिगार्डिङ दिस र डु नट फर्गेट टु फलो है।